हेलो हेलो के छ के छ आज हामी कहाँ जाने यता जाने कहाँ जाने हामी बारीमा जाने हो बारीमा के टिप्ने जाने के छ खोर्सानी भान्जी हिँड्न सक्छ हिँड्ने लै त यो टुक टुक ल हिलो छ है बिस्तारै हिँड्नु छ खोइ के रोपेको रहेछ है के रोपेको रहेछ है आलु रोपेको रहेछ ए ऊ यहाँ माथि ऊ त्यहाँ माथि ऊ मे गर्छ त गाई छ कि छैन गोठमा गोठमा गाई छ कि छैन कतिवटा छ यति थोरै रे कतिवटा छ क्या एउटा मात्रै छ दुईटा होला तीनटा होला तीनटा गाई छ हो त्यो त दुईटा भइगयो नि तीनटा देखाउनु किरा रहेछ है यो हाम्रो यहाँ के छ काँक्ला हो त्यो हो ल हामी काँक्रा टिप्न आएको है बारीमा हो कुन चाहिँ टिप्ने ल एकछिन त्यो त सानो रहेछ अरू नि छ ए खोर्सानी टिपेर लाने हो हुँदैन खोर्सानी त टिप्नु आमाले पाइ गर्नुहुन्छ खोर्सानी ऊ त्यो काँक्रा टिप्ने ऊ त्यो माथि काँक्रा टिप्ने हो भ्याउँछ तिमीले छ्या अरे के रहेछ खोर्सानी त हुँदैन अहिले मार्छन् आमाले ऊ त्यो छ है गाई है गाई छ नि के म्या पनि छ अरू के छ ल कहाँ ऊ त्यो काँक्रा टिप्ने हो के ऊ त्यो टिप्ने तलको कुन चाहिँ टिप्ने ल भान्जीले जुन चाहिँ भन्छ त्यही टिप्ने ल कि यो टिप्ने कि यताको टिप्ने हो उयो हेर त यो टिप्ने कुन चाहिँ टिप्ने ल तन्नै छ कुन चाहिँ यो टिपेर लिएर जाऊँ ल उयो यो लिएर जाऊँ होइन त्यो सानो होइन अर्को ठुलो समातेर तान्दियो फुत्ते सक्दैन ल पखाइ यहाँ पछि गर ल यो टिप्ने आज इच बोक्न सक्छ खै त्यो आम बोक्छु अब भयो है यति मात्रै टिपौँ आज के नाश पारेको त्यो चाहिँ मामाले हो त अनि कहिले त जाउँ कि गाई हेरेर आउने गाई नहेर्ने अब ल जाउँ ल मोबाइल समात त्यतिकै समात ल नखसाल आज फुट्टा हाम फाल्यौँ हुन्छ भान्जी रुङ्ग लड्छ फेरि ल भान्जी अब हिँड्न सक्छ काँक्रा लिएर आएको हो अब काँक्रा गएर के गर्ने खाने भान्जीले काँक्रा खाएको छ कि छैन ए ढुङ्गा गाडेको रहेछ कहिले छोटो आऊ आया हुन्छ भान्जी आज तिमी स्कुल नगएको हो ए मम्मी छोडेर भागेको ए फटा रहेछ नि त है मम्मी भान्जीले एक्लै छोडेर गएछ है भान्जी स्कुलमा गएर के गर्छ पढ्ने के पढ्छ भान्जीले एबिसिडी अरू कलम क पढ्छ भान्जीलाई कलममा क खरा के थाहा अनि कलममा क घाँस टिपेको होइन काटेको
काटेको रहेछ है यो ठुङ्गा कोही फ्यालेको खै कसले फालेको भान्जी कोही आची फ्यालेको आची होइन त्यो हिलो हो यो कोही फालेको हिलो फालेको होइन आफै भएको हिलो एकछिन कोही फालेको यो पानी पानी त आकाशबाट आएको नि पानी परेको कता जानु लाग्यो हाम्रो घर त यता होइन त्यताबाट पनि पुग्छ घर आको पानी फलेको रहेछ अर्को नि फलेको रहेछ अर्को चाहिँ भोलि गएर टिपौँला आज राखौँ अहिले गएर एउटा खाइसकौँ अनि अर्को टिप्नु जानुपर्छ आज कति काँक्रा रहेछ है ठुलो काँक्रा नि रहेछ आको टिप्ने अर्को नटिप्ने टिप्ने कहिले टिप्ने यो कोही खास कोही काटेको त खै कसले काटेको आमाले काट्यो होला यो अँ यो यो नि आमाले काट्यो त होला यो त्यहाँ चाहिँ कसले काट्यो हात खोइ घर आइपुग्यो हामी ऊ काँक्रा खाउँ अब यो काँक्रा खाउँ है काटेर दे काटेर दिनु ओके यो कोही लास्पा मैले चोरेर ल्याएको भन मैले चोरेर म खाइदिन्छु भन खाइदिन्छु खै तिमी दे दे कति भान्जी कति खाने टन्ने खाने हात काटेको त हटाउ न हात हटाउ भने यहाँ होस् क्या मामा दिन्छु यो भान्जीलाई हस् है यो खाने हो त्यसै ले सिङ्गै हालिदिएको ले भइगयो लागेको थियो त्यो सिङ्गै गऱ्याम भयो खाऊ अब अनि यो पनि खाने त्यो पनि खाने तिमी दुइटै खाइदिने मामा नखानु हेरे यो तासेको ऊ चाहिँ मलाई दिने फटा भान्जी खानु